यो रियल म्याड्रिडमा चाहिँ वर्ल्ड कपभन्दा अगाडि चाहिँ कस्तो खालको गफ हुन्थ्यो भने रियल म्याड्रिडको एराउन्ड चाहिँ स्पेन जस्तो देशमा रियल म्याड्रिडको एउटा पनि प्लेयर छैन। रियल म्याड्रिडको के छ काम, केही काम छैन। स्पेन जस्तो देशमा त अब एउटा पनि प्लेयर छैन भने काम छैन, रियल म्याड्रिड सक्यो भन्ने कन्भर्सेसनको लागि चाहिँ अहिलेको वर्ल्ड कप स्टार्ट चेक गरेर राख्दा चाहिँ आई थिङ्क रियल म्याड्रिडको प्लेयरहरूले चाहिँ आफूलाई प्रुभ गरिसके होइन, प्रिटी गुड नम्बर होइन। बट वान थिङ आई नोटिस, रियल म्याड्रिड इज एट टप बाई 6 गोल्स के। 6 गोल्सको डिफ्रेन्समा रियल म्याड्रिड चाहिँ टपमा छ। एन्ड द्याट 6 गोल इज स्कोर्ड बाई जुड बेलिङ्गम। यस, हि इज द गाई, स्टार, आवर स्टार बाई, अलवेज अ क्लज प्लेयर होइन। हि हेज बिन क्लज प्लेयर सिन्स डे वान फर रियल म्याड्रिड 2। अनि इङ्ल्यान्डको लागि त हि इज डुइङ बेस्ट यो वर्ल्ड कपमा। अनि त्यही हो, यत्रो धेरै गोल हानेर पनि अब यसपालिको युसिएल चाहिँ केटाहरूले जितेनन् भने चाहिँ यत्रो गोलको चाहिँ काम छैन कि। अब होसे मोरिनियो पनि आइसक्यो होइन, द स्पेसल वान इज ब्याक। यत्रो वर्ल्ड कपमा 19 गोल स्कोर गरिसकेपछि पनि रियल म्याड्रिडले नेक्स्ट युसिएल जितेन भने चाहिँ काम छैन है। 19 गोल्स स्कोर गरेर पनि होसे मोरिनियोले चाहिँ यो केटाहरूलाई चाहिँ राम्रै पेल्नुपर्छ है। केटाहरूलाई राम्रै पेल्नुपर्छ। यो टिममा ब्यालेन्स भएन र यो युसिएल केटाहरूले जितेनन् र नेक्स्ट वर्ल्ड कपमा 50 गोल 100 नै गोल रियल म्याड्रिडले हान्ने पनि कसैलाई मतलब हुनेवाला छैन कि। यस्तो राम्रो फर्ममा हुँदा पनि ग्यालेक्टिकोज, सो कल्ड ग्यालेक्टिकोज चाहिँ ब्यालेन्स भएर युसिएल लालिगा जितेनन् भने चाहिँ काम छैन है केटा हो। त्यही भएर चाहिँ प्लिज प्लिज रियल म्याड्रिडको फ्यानहरूलाई चाहिँ यो मादर स्टार्सलाई चाहिँ यो सिजन चाहिँ राम्रो होस् होइन। अबको 2-3 सिजनमा चाहिँ 3टा युसिएल 3टा लालिगा जितेर अर्को वर्ल्ड कपमा गएर केटाहरूले राम्रो गोल हान्यो भने चाहिँ बल्ल राम्रो होला। नत्र यत्रो धेरै गोल हानेर पनि युसिएल लालिगा केही जितेनन् भने काम छैन। अबको एल क्लासिको पनि डोमिनेट गर्नुपर्छ हामीले। लास्टको अब 2 वर्षको एल क्लासिकोमा त वी वर डोमिनेटेड बाई बार्सा है। तर रियल मादर स्टार्सहरूलाई चाहिँ केही होप चाहिँ छ है। अब द स्पेसल वान इज ब्याक, कुक, वी साइन कुकरेया, बर्नार्डो सेल्भिया, डमफ्रिज। त्यही हो, आई थिङ्क देयर इज गोइङ टु बी ब्यालेन्स टिम अब चाहिँ। सो लेट्स गो बोइज, लेट्स हन्ट द युरोप, वी हेभ अ बिग होप फर यू। हाला माद्रिद, हाला माद्रिद, हाला माद्रिद।